2 घण्टा भन्दा धेरै बस्यौँ यहाँमा कुर्न मात्रै हो कि टाइम लाग्ने बसेपछि त उत्तिकै पुऱ्याइहाल्छ भाइ होटेलवालाले झोक्कायो नि फेरि पिकअप भन्यो लास्टमा त अब हामी एयरपोर्ट जानको लागि रेडी भएको वेलकम नेपाल हाई एभ्रिवान नमस्ते छोरीले के छ सबैजना सन्चै हुनुहुन्छ नि म पनि एकदमै सन्चै छु अहिले त कति पिनास डुडा म 1 महिनामा सन्चो भए यसपालि चाहिँ यति धेरै लङ टाइम के भरे बिरामी भयो म यसपालि चाहिँ सो यस्तो घाम लाग्छ साथीहरू म यतिखेर छु मेरो बुटोलको घरमा छु अनि मेरो प्लान्ट देख्न सक्नुहुन्छ यति दामी भएको छ कि यो प्लान्ट चाहिँ अनि यो घाम हेर्नु न घाम ब्याकग्राउन्डमा घाम हेर्नु न यस्तो घाम छ कि पुरै टिलिक्क टल्केर घाम लागिरहेको छ अनि यो घाममा म जानुपर्ने छ अहिले केटिएम अनि 3:55 चाहिँ मेरो केटिएम जानलाई फ्लाइट छ सो केटिएम जानको लागि रेडी भएको कस्तो भइरहेको छ साथीहरू यस्तै छ मेरो लुक्स कस्तो भएको छ प्यान्ट टी सर्ट लगायो अनि यसमाथि चाहिँ अलिक घाममा हिँड्दाखेरि चाहिँ आउटर लगाउँछु अनि यति घाम छ कि म त कसरी जाम भइरहेछ अनि फेरि आज कस्तो के गरिमालाई पनि नानी मलाई छोड्न जान न एयरपोर्टसम्म भनेको गरिमा पनि केटिएम गइसकेको रहेछ हिजै अनि म त कसलाई छोड्न पठाम भइरहेछ गाडीमा पनि कति झ्याउ हुन्छ नि त एक्सचेन्ज गरिराख्नुपर्छ अनि मेरो साथी पानुको हस्ब्यान्ड मेरो प्यारो भाइ मलाई ड्रप गर्नको लागि आउँदै हुनुहुन्छ अब भाइसँग जान्छु म एयरपोर्टसम्म चाहिँ अनि जहिले ढिलो हुन्छ नि त डिले हुन्छ क्या फ्लाइट फेरि त्यही भएर मलाई टुप्लुक्क टाइममा पुग्न मन लाग्छ कि वहाँ गएर यति वेटिङमा बस्नुपर्छ त्यही भएर मलाई यति झ्याउ लाग्छ क्या छिटै जानु झ्याउ लाग्छ टुप्लुक्क टाइम हेर्दैछु कति बज्यो 3 पनि बज्यो होइन अनि आनन्दले जाने अनि म जहिले भिडियो गर्दाखेरि यो मेरो बारडलीको यो मेरो रुम बाहिरको बारडलीको फुलहरू हो यस्तो दामी भएको छ कि यो प्लान्ट हेर्नु न यो प्लान्ट यति दामी भएको छ यो सर र मैले के अरे नर्सरीबाट ल्याएर लगाएको थियो तर सबै यताउति हेरचाह मम्मीहरूले गर्नुहुन्छ म बस्दिनँ नि त अनि अब यस्तै छ साथीहरू अब के गर्ने म धेरै दिनपछि फेरि अर्को भिडियो लिएर आएको छु अनि किनकि म बिचमा कति ठाउँमा गएँ तर भिडियोहरू लिएन के किन म एकदम सन्चो थिएन नि त सन्चो पनि नभएको फ्रेस पनि नभएपछि यो क्यामेरामा फेस गर्न झ्याउ लाग्ने के अनि त्यो क्यामेरा भिडियो गरेर मात्र के गर्ने एडिट गर्न यति टाउको खान्छ त्यही भएर म चाहिँ मेरो सानो छोरा हेलो गटेलो हेलो भन्नु पहिला हेलो ड्याडीले लिन जाने क्या मैले नमस्ते गरौँ राम्रोसँग अलि पर रुचाउन के जुस ल्याइदिनु त बाबुलाई ए हेर न यहाँ फुलमा हेर त फुलमा बस्छ न फोटो हेरिदिन्छु फोटो वाउ छे कति नराम्रो देखेको र खै स्प्राइट चाहियो मलाई ल के यता हेर्न स्प्राइट ल ए मेरो क्याट मेरो बेबी यता हेर्छ न मेरो छोरो पनि यत्रो ठुलो भइसक्यो मेरो बेबी पनि अनि त अब अर्को वर्ष त म जत्रै हुन्छ क्या खै कति भयो अहिले ए अम्मा यत्रो भइसकेको मेरो सानो त है एउटा बाइकको गाडी चाहिँ म बोक्न लाग्छु हो र मेरो कति छ एलकेजी पुग्दा बाइकको बुक जतिको हुन्छ हैन के युकेजीमा पुगे ए ल दिन बादलमा बसेर मान्छे बादलमा बसेर लुट दिन ओ त्यो माथि बादल छ नि हो त्यो बादल भन्दा पनि माथिबाट जाने हो क्या हामी त बाबुले म त्यो हेलिकप्टरबाट जान्छ नि के अरे प्लेन जान्छ नि त्यतिखेर प्लेन जाँदाखेरि के भन्दा मेरो मम्मी जानुभयो भन है किन्नु छ त पसिनाको आमामा मम्मीलाई माया राम्रोसँग अनि त कति धेरै माया गर्छ अब ड्याडीलाई माया गर्ने कि मम्मीलाई गर्ने यता हेर्छ त दुईटैलाई हो मेरो बाबा कति ज्ञानी छ है मेरो सानो छोरा यत्रो सानो उमेरदेखि मेरो बाबा त को मम्मी ड्याडी विदाउट मम्मी ड्याडी बस्छ न कति ज्ञानी है तिमी जत्रो सानो बाबुहरू के मम्मी ड्याडी बिना बस्दैन तर मेरो सानो छोरा त कति ज्ञानी छ है बाजी बजेसँग बस्छ अनि आफै होमवर्क पनि गर्छ अनि
अनि के गर्छ सानो म जान्छु गएपछि ड्याडीलाई भेट्छु अनि ड्याडीलाई भोलि लिएर आउँछस् भोलि कति बेला आउनुहुन्छ साँझ आइपुग्छौँ भोलि साँझ आइपुग्छौँ के 5 बजे 5-6 बज्छ होला मैले त्यति बेला उठाउनु ल उठाउने होइन के बिहान होइन के रातिमा आउँछौँ के रातिमा झन्डै रातिमा म छैन के यस्तो घाम छ कि कुरा गरेर साध्य छैन ओ माई गड यति घाम छ यस्तो घाम छ म चाहिँ उता चोकमा भाइ लिन आउँदै हुनुहुन्छ त्यही भएर यस्तरी यो घाममा सेफ्टीको लागि रुमाल ओढेर हिँड्नेछु अब ला म त कस्तो के यता टिकटक बनाउन भन्नु टिकटक बनाउनु थालेको त भरे छ्या ढिलो हुन्छ क्या भाइ 20 मिनट अगाडि चाहिँ पुग्नु पर्ने हुन्छ कति बज्यो 3:25 भइसक्यो 25, 50, 55 भनेपछि 30 मिनट बाँकी छ अझै 30 मिनटमा उहाँ भएर पुगेर ला सरी यहाँ टाइम लेट हुन्छ क्या त्यो प्लेन डिले भएन भने त म त छुट्छु कि क्या होला सरी गाली खानु पर्ने भयो आज पनि मैले यस्तो घाम छ कि साथीहरू के गरौँ यो मुख यसरी ढाकेर हिँड्नुपर्ने हुन्छ यति घाम छ कि हामी पाल्पामा बस्ने मान्छेलाई त न घाम सहन्छ न गर्मी सहन्छ स्किन पनि यति सेन्सिटिभ हुन्छ एक दिनमा पुरै डढिहाल्छ क्या यता भाइ आइपुग्नु भयो मलाई सबैजनालाई नमस्ते के गरे ल ढिलो खानेहाल्छु ल यति हतारमा आएँ हेर्नुहोस् म त प्लेन छुट्यो भनेर यति हतारमा आएँ तर एउटा केटा 2 घन्टा डिले रहेछ म त पुरै प्लेन छुट्यो भने छिटै आएको त्यो भाइलाई पनि बिचरा जानु पनि राम्रोसँग नभनेर म छिट् फटाफट भित्र दौडेको त किन आँटिनुहुन्छ 2 घन्टा लेट छ आनन्दले जानु भन्नुहुन्छ उहाँले त त्यसपछि टिकट लिएर मैले अब वेटिङ गर्नुपर्ने भएको छ 2 घन्टा कसरी वेटिङ गरेर बस्ने हो गर्मी पनि यति साह्रो छ मान्छेको भिडभाड यस्तै छ पुरै सबैको फ्लाइट डिले भएर सबै ठन्केको छ यसरी मान्छेहरू सबै ठन्किरहेको छ बस्दा पनि वाक्कै निकै फ्याक्कै भइसक्यो साथीहरू के गर्ने 3:55 उड्नुपर्ने 5:55 भइसक्यो 2 घन्टा लेट भइसक्यो अझै पनि आएकै छैन कहिले आउने थाहै छैन भाइ यति नेपालको नियम कानुन नेपालले त जानु मैले त केही पनि बुझ्नु सकेन के गर्ने साथीहरू यस्तै छ अब 6 बन्न पनि लागिसक्यो अब यहाँ कति बजे जाने हो थाहै छैन बल्ल यो हामीभन्दा आधी घन्टा अगाडि भित्र पस्नेहरूको बल्ल आयो पालो यो यति एयरलाइन्स हो बल्ल यो हामीभन्दा आधी घन्टा अगाडि पसेको यिनीहरूभित्र चेकिङमा आधी घन्टा भित्र पसेको अनि बल्ल यिनीहरू गयो अब हामी त बल्ल काठमाडौँबाट उडेछ गरे अनि यहाँ आएर अब यहाँको मान्छे झरेर यहाँको सामान स्याहारेर अनि त्यसपछि बल्ल होला हाम्रो है कस्तो हुन्छ त आमा पनि हुन्छ मसँग मलाई नछोड्नु है नानी सँगै जाने भन्दै बस्नु भएको छ यति गर्मी छ फेरि यति गर्मी छ भित्र पुरो एसी थियो यहाँ त एसी पनि छैन यस्तो गर्मी छ साथीहरू फ्यान मात्रै चलेछ फ्यान माथि एक्लै घुमेर बसेको छ फ्यान जति फाइनली साथीहरू 2 घन्टा भन्दा धेरै बस्यौँ यहाँमा लगभग 2.5 घन्टा भइसक्यो हामी यहाँ वेटिङमा बसेको अनि बस्दा बल्ल आयो यता प्लेन आइसक्यो बल्ल अब चाहिँ हामी काठमाडौँ जान्छौँ यता आमा पनि हुनुहुन्छ यता आमा फेरि हाम्रो आफ्नो छोराछोरीको घर हिँड्नु भएको रे आमा मलाई नछोड्नु है नानी सँगै जाने भन्दै बस्नु भएको छ ल छिटाउन ल आयो कुर्दा बल्ल न यति त बसेन फेरि बाहिर पनि यति शीतल रहेछ बाहिर यस्तो शीतल रहेछ न भित्र फेरि कति गर्मी के
कति आनन्द रहेछ त तेरो त ठाउँ के कति मजाले है बाहिरबाट यस्तो दामी क्या शीतल क्या यस्तो शीतल हावा सरर चिसो हावा चलेछ है मेरो 5 कति हो पछि यहाँ रहेछ मेरो हजुर हजुरको 3 नम्बर खै तर अगाडि लाउनु 3 रहेछ 3 को बी आइ त यही उसमा बस्छु भाइ आइसके हो म त अब जानुपर्ने हुन्छ तर पुर्न मात्रै हो कि टाइम लाग्ने बसेपछि त उत्तिकै पुऱ्याइहाल्छ भाइ मलाई त केही झै लाग्दैन वेटिङ यति गर्नुपर्छ साथीहरू वेटिङ त तपाईँले कुरा गर्ने हो भने कति 3:55 हाम्रो के गरे फ्लाइट थियो अहिले 5:20 6:20 गइसक्यो क्या भनेपछि कति भयो 2 घन्टाभन्दा बेसी भयो क्या जानुपर्ने हुन्छ यसरी विमानवाहहरू बुदायको तर्फबाट कप्तान आशिष सुब्बा र अन्य उडान कर्मचारीहरू विमानमा हार्दिक स्वागत गर्दछौँ हाम्रो काठमाडौँसम्मको उडानको समय 30 मिनेटको हुनेछ र हामी 13,500 फिटको उचाइमा उड्नेछौँ आफ्नो सुरक्षाको लागि सिटको पेटी बाँध्नु हुन सिधा राख्नु हुन चालको सेट खुला राख्नु हुन र आफ्नो हाते झोला सेट माथिको सामान कक्ष अथवा आफ्नो अगाडिको सेटको मुनि राखिदिनु हुन अनुरोध गर्दछौँ साथीहरू काठमाडौँ आइपुग्दाखेरि चाहिँ झमक्कै अँध्यारो भइसक्यो अहिले चाहिँ अब चाहिँ होटल जानुपर्ने हुन्छ किनकि मैले चाहिँ अलरेडी अगाडि नै होटल बुक गरिसकेको छु त्यो होटलको मान्छेहरू लिन आउनुहुन्छ गरे कतिखेर आउनुहुन्छ थाहा छैन फोन गरेको कतिखेर आउनुहुन्छ थाहा छैन अब यस्तो के है दिउँसो हिँडेको मान्छे राति भइसक्यो आउँदै यस्तै हो डिले त 2 घन्टाभन्दा धेरै डिले भएको कारणले गर्दाखेरि धेरै अबेला भयो नि त अनि सबै घरको फ्यामिली जति सबै आउँछ नि पुर्याउन फेरि युरोप अस्ट्रेलिया यता जापान क्यानाडातिर जाने मान्छेहरूलाई त होटेलवालाले झोक्कायो नि फेरि पिकअप भन्यो लास्टमा त एउटा मात्रै पिकअप गरे एकजनालाई रिसिभ गरिसक्यो तपाईँ चाहिँ आफै के अरे रिजर्भ गरेर आउनु भन्छ र पो त म त बुटोलदेखि हजुर बसमा आउनु त साध्य चाहिँ छैन त्यही भएर प्लेनमा आएको बुढो एयरमा आएको टिकट हामीले 1 हप्ता अगाडि बुक गरेको 5,000 रुपियाँ पहिला अहिले महँगेको के नत्र भने 3500 3000 3200 मा हिँडेको पहिला अहिले त धेरै रेट बढिसकेको रहेछ एयरपोर्ट बनाउने बेला हो के रेट बढाएको ए तपाईको हो के तपाईको सबैको लाइफ बढाउने त्यही त के यो भन्दा अगाडि आउँदाखेरि म त 2 वर्ष अगाडि आउँदाखेरि के
हामी 3200 मा आएको 3500 हो कि 3200 मा आएको अनि एक हप्ता अगाडि बुक गर्दा पनि 5000 गरे के अनि तपाईको 1-2 दिनमा गर्दाखेरि त 8000 त्यस्तै छ कति हाई रेट छ भाइ लेखेको फ्लाइटमा बुटोलदेखि फ्लाइटमा आएको 2 घण्टा डिले भएर म चाहिँ होटल आइसके यतिखेर युट्युबर हुनुहुन्छ क्या तपाईँ युट्युबर पनि हो सबै कुरा हुन्छ हाम्रो होटल के गरे हाम्रो यो दीप ज्योति हो न हामीले चाहिँ राम्रै होटल खोज्यो दाएर मैले चाहिँ आयो राम्रै रुम पर्यो जस्तो छ के अरे 5000 को रुम 3000 मा गराइरहेछ भन्नुहुन्छ क्या सरले हेरौँ कस्तो छ रुम नम्बर 50 कति गरे 505 ओके ल ठिक छ ल राम्रै छ यो युज गर्ने भन्नुभएको है यो मात्र युज गर्ने भन्नुभएको छ होइन कुनै ल भाइ अनि हाम्रो अर्को कति नम्बरमा छ नि अर्को पार्टीहरू हो र फोन गर्छु मैले ए हस् 300 वाइफाई खोइ वाइफाई रुम @505 हो कि रुम @ 505 ए मतलब रुम नम्बर है रुम @5 हस् हस् बाई ल साथीहरू म चाहिँ रुम आइसकेँ रुमको देख्न सक्नुहुन्छ यो रुम चाहिँ यस्तो देख्न सक्छ वाउ यो पेन्टिङ मलाई यति मनपर्छ र यो हिमाली ब्यागको पेन्टिङ भनेपछि मलाई लास्ट मनपर्ने हो के मलाई कसैले गिफ्ट गरिदिनु न प्लिज अनि रुम चाहिँ यस्तो रहेछ हाम्रो ठिकै छ राम्रै छ हामीले चाहिँ पहिला अरू अलिकति राम्रो रुमै खोजेको थियौँ अनि के गरे फेरि अर्को साथीहरू फेरि अलिक धेरै दिन बस्ने गरे अनि अलिक सस्तो रुम खोज्दा यो होटल तर फाइनली हामीले चाहिँ राम्रै रुम पर्या रहेछ ठिकै छ हामी एक रात हो जसोतसो भइहाल्छ एक रातलाई जसोतसो म्यानेज भइहाल्छ जस्तो भए पनि ठिकै रहेछ यता चाहिँ वासरुम अनि पानी तताएर खानलाई भाँडा पनि रहेछ मलाई चाहिँ यो 90 नहुने यो पानी चाहिन्छ मलाई धेरै अनि पानी खानको लागि भाँडा तातो पानी चाहिन्छ नि त किनकि मलाई त यति धेरै चिसो लाग्छ छिट्टो चिसो लाग्छ क्या शरीर गर्मी हो तर यति छिटो चिसो लाग्छ क्या यो नाकमा के अरे पिनासले रुगा खोकी चाहिँ एकदम छिटो लाग्छ क्या त्यही भएर मलाई चाहिँ तातो पानी बिना अरू पानी खानु मिल्दैन सो यस्तै छ साथीहरू अब चाहिँ म फ्रेस हुन्छु पहिला सो साथीहरू म त फ्रेस भइसकेँ अनि खानाको लागि चाहिँ कस्तो क्या तल जान नपर्दो रहेछ फोन गरेपछि रुममै ल्याइदिँदो रहेछ अनि मैले चाहिँ मटन खाना अर्डर गरेको छु कस्तो भोक लाग्छ भने कस्तो बिहान दिउँसो 3:55 फ्लाइट भनेर बिहान एक छाक खाएर नखाएको है रेडी हुँदा यताउति गरेर त्यत्तिकै भयो घरबाट निस्किँदाखेरि यत्तिकै निस्के नास्ता नखाइकन अनि त त्यहाँ आएर त यति बस्न पर्यो तपाईँले भिडियो देखिसक्नु भएको छ यति बस्नु पर्यो 2 घन्टा भनेको त लगभग 2.5 घन्टा भन्दा बेसी ज के गरे लेट गराइदियो के अनि अब त्यो एयरपोर्टमा के खानु है अनि त्यो एयरपोर्टमा त अब त्यो चाउचाउहरू त्यो म्यागीहरू मात्रै हुन्छ अनि तिनी खाएर त भएन म त झन् अलरेडी यो ग्यास्ट्रिकको रोगीलाई त्यस्तै खानेकुराहरू खायो भने त झन् कति छिटो समात्छ क्या त म त खानामै ध्यान गर्छु क्या खाना पाएँ भने खाना खाने नत्र भने बाहिरको अलिकति मैले कन्ट्रोलै गरेछु बाहिरको खानेकुराहरू खाना कन्ट्रोल गरेछु अब चाहिँ खाना खानुपर्ने हुन्छ मेरो लागि मटन खाना मगाएको छु अब खाएर बस्नुपर्ने हुन्छ यति भोकला छ लास्टै भोकला छ खाना खाएर भ्याइसक्यो मैले खाना खाइसकेपछि फेरि अब रातिको 10:15 भइसकेको छ अब 10:15 भइसक्यो तर 10:15 कति गरे 10:15 10:30 मा चाहिँ हाम्रो सरहरूको चाहिँ ल्यान्डिङ छ सो त्यही भएर अब हामी एयरपोर्ट जानको लागि रेडी भएको त हाम्रो सानो माया पनि छ त हाम्रो बहिनी आमा छोरी यता नानु हिँड्दै जाँदा के हुन्छ होला है म चाहिँ यसरी अनारकोले सेट लगाएर हल्का मेकअप टचअप गऱ्यो अनि कपडा यो लगायो अनि यसरी रेडी भएको छु कस्तो अनि के वेलकम गर्दाखेरि दिनुपर्ने हामी त केही पनि किनेको छैन अब बाहिर पनि किन्न पाउँछ कि पाउँदैन थाहा छैन बल्ल निस्किन लाग्यो बाहिर पनि हेरौँ कस्तो हुन्छ
चापी तपाईँको चापी खोइ चापी के ए ल काठमाडौँ बजारमा पनि के गरे 10:30 बजे त पुरै सुनसान हुँदो रहेछ हौ यस्तो पुरै सटर बन्द है सबै बन्द भइसक्यो खै हामीले त बुढो लिन हिँडेको गरे न खाना न फुल केही पनि पाइएन अब यत्तिकै वेलकम गर्ने त होला नि नाना सानोले दिउँसै किनेर राख्नु पर्यो नि ड्याडीलाई फुल म त कति ढिलो भयो क्या मैले उहीँबाट दोकानबाटै लिएर आउँछु भने त्यो खाडाहरू त भनेको थियो त्यो पनि बिर्सेछु अनि फेरि प्लेन छुट्छ भनेर उहीँ किन्छु भनेको पनि आत्तिँदै आयो त्यसपछि किन्नै पाइएन त्यत्तिकै भयो यहाँ आएर पनि अब सबै दोकानहरू बन्द भइसक्यो किन्नै पाइएन एयरपोर्ट आइपुग्यौँ हामी चाहिँ त्यहाँ टिकट दिनु गऱ्यो एउटा टिकटको टिकट दुईजनाको छ त्यसैमा दुईवटा ए ल अब चाहिँ भित्र आइसक्यौँ हामी चाहिँ कहाँ के अरे बाहिर निस्किसक्नु भएको अरे निकै बेर लाग्छ भन्नुभयो ए टाइम लाग्छ अरे कहाँ हो त हामी वेटिङ यही हो वेटिङ रुम वेटिङ रुम यही हो यही होला सानो यहाँ हेलो भन्नु न हेलो ड्याडी भन्नु न यता कि यहाँ भन्नु न हेलो भन्नु न देखाउ न यता तिम्रो फुल देखाउ न सानोको फुल देखाउ न यी सानोले ड्याडीलाई वेलकम गर्ने रे यहाँ फुल लिएर बस्नु भएको छ छिट्टो आउनु ड्याडी भन्नु अनि के गरे हामीले चाहिँ खाना मात्रै लिएको अनि यो बुके त एकदम वेस्ट मात्र हो कि बेकारमा खर्च मात्र हो कि मेरो घरमा यति धेरै छ घर गएर दिनु पर्छ अनि कति महँगो कि उतातिर चाहिँ हामीले रात परेर किनेन बाहिर चाहिँ अनि भित्र आएको त यत्रो सानो 2-3टा फुल भएकोलाई पनि 900,000 भन्दो रहेछ र त त्यही म त अनावश्यक खर्च नगर्ने एउटा खाना लिएर आएको छु यही लगाइदिन्छु हुन्छ फर्स्ट टाइम हो यस्तरी आएको के भयो फेरि सानीलाई खुसी भएको ए यिनी त उस भएको के हो कि खुसीले हर्षको आँसु हो क्या के नानीको त होइन हर्षको आँसु हो ड्याडी जाँदा पनि रोक्नु अनि आउँदा पनि रुनु भएन नि त 12 बज्न लागिसक्यो निस्किने आउने छाँटकाटै छैन फोन गर्दा पनि फोन पनि उठाउनु कता चाहिँ अर्केर बस्नु भएको रहेछ र घरको योहरू आएको आएछ हाम्रो कता हराएको हैछ र कता चाहिँ हराएको हैछ र यो लटमा पनि आएन हेर्दा हेर्दा आँखा पनि पाटिसक्यो ल फाइनली म त आफै गर्छु ल आउनु भयो वेलकम नेपाल कस्तो भयो ल सन्चै रानी पनि नानी रोएर कति नआएको ड्याडी भन्दै रुँदै ह्याप्पी नि ह्याप्पी यत्रो 2 वर्षमा आउँदा पनि ह्याप्पी नहुने कुरा हुन्छ र किन खुसी छैन र म त सुट लगाएर आइदिएको त अब ट्याक्सीमा कहाँ हिँडेर आउने हो र त्यत्रो बाटो छ यता के ड्याडी कति ह्यान्डसम भएको छ है किन हो र गोरो भएको छ लास्टै म काली देखेछु क्या म यहाँ मेकअप गरेर आउँदा पनि काली देखेछु क्या ए बहिनी म यहाँ मेकअप गरेर आउँदा पनि बुढा भन्दा कालो देखेँ क्या भनेको क्या कति यस्तो ह्यान्डसम भएर आएपछि त
यत्तिको ह्यान्डसम भएर आएपछि त भइहाल्यो ल उता बाहिर जाने गरे क्या नमस्ते गरेको बाहिर आउनु भन्छ के अरे ल जानु हिँड्नु न अनि यो झोला त दौडिन्छ त हो फाइनल साथीहरू हामी चाहिँ अब रुमतिर जान लाग्यो अनि के भन्छ गरे हाम्रो चाहिँ लगेजहरू हटेनन् कि लगेजहरू नहटेर अनि सरहरू चाहिँ खाना खाने छ नि त हामीले खाएर आइसकेको त्यही भएर उहाँहरूलाई चाहिँ खाना खान भने पहिलो टिपमा पठाएको हामी दोस्रो टिपमा जाँदैछौँ अनि आजको भिडियो चाहिँ यति नै भिडियोमा फेरि भेटौँला बाई बाई सबैजनालाई सानो बाई बाई गर्दैन ल यता फर्केर बाई बाई